तपाईहरुले फर्मसी एफआरओ फर्मसीको युजर लगइन कसरी गर्ने भन्ने कुरा बारेमा आज जानकारी दिन गइरहेको छु। यसको लागि तपाईले जब युजर आइडी र पासवर्ड क्रिएट गरेर एप्रुभल पाउनुहुन्छ तब तपाईले आफ्नो युजर आइडी र पासवर्ड यसरी लेख्नुस् र साइन इन गर्नुस्। साइन इन गरेपछि यो स्टेजमा खोल्छ। यहाँ तपाईले फर्मसी जेनेरेट फर्मसी प्रिन्ट सबै यसमा डिटेल खोलेको हुन्छ। तपाईले फर्स्ट काम चाहिँ फर्मसी एड भर्नु र एक्जिट दिनु, डिपार्चर भएपछि डिपार्चर दिनुपर्ने हुन्छ। फर्स्ट कामको लागि तपाईहरुलाई भन्दैछु फर्मसीलाई क्लिक गर्नुस्। फर्स्ट 1 नम्बरमा क्लिक गर्नुस्। क्लिक गरेपछि तपाईको यो सर्फेस खोलिन्छ। यो सर्फेस खोलिन्छ जसमा चाहिँ होटलको नाम डिटेलहरु सबै यसरी मेन्सन भएर आएको हुन्छ र फर्म भर्नुपर्ने यति मात्रै हो। तपाईले यो माथिको केही नहेर्नुस्। यो फर्स्टमा पर्सनल डिटेलमा सबभन्दा पहिले त्यो कुनै पनि मान्छेको डकुमेन्टलाई चाहिँ डकुमेन्टको फोटो खिचिराख्नुस्। फोटो खिचेर तपाईले 50 KB भन्दा तलको बनाउनुस्। यहाँ तपाईलाई डिटेल दिएको हुन्छ। यसमा 50 KB भन्दा तलको फोटो मात्रै यो हुन्छ। तपाईले फर्स्टमा चुज फाइल गर्नुस्। चुज फाइल गरिसकेपछि फोटोको अप्सन आउँछ र यसलाई फोटो एड गर्नुस्। फोटो यहाँ फोटोलाई अपलोड गर्नुस्। चुज फाइल गरेर अपलोड गर्नुस्। अपलोड फाइल गरेपछि तपाईको यहाँनेरि यो पर्सनमा चाहिँ फोटोको आफै फोटो आउँछ। फोटो चाहिँ 50 KB भन्दा तलको हुनुपर्छ। त्यहाँबाट उता अरु भर्नुपर्ने जग्गा सरनेम, नेम, गिफ्ट, सेक्स, डेट अफ बर्थ यो तपाईहरुले यहाँ भर्दै जानुस्। यो भर्दै जानुस्। यहाँ त्यस्तो इम्पोर्टेन्ट के छ भन्दाखेरि उ त पर्मानेन्ट रेसिडेन्ट उ कुन चाहिँ कन्ट्रीबाट आएको त्यसको डिटेल लगाउनुस्। कुन चाहिँ सिटीबाट आएको कन्ट्री उसको पासपोर्टबाट हेरेर लगाउनुस्। रिफरेन्स इन इन्डिया, इन्डियामा चाहिँ कहिले आएको, कहाँ आएको र कुन चाहिँ डिस्ट्रिक्टमा आएको, कुन चाहिँ उयसमा आएको, पिनकोड त्यसको हुन्छ। जुन चाहिँ होटल जुन चाहिँ एरियामा आएको, नाम्चीमा हो भने नाम्चीको डिटेल यहाँ तपाईको होटलको डिटेल लगाउनु। यहाँ पासपोर्ट र भिजा, पासपोर्ट र भिजामा के कन्फ्युज हुन्छ भने यहाँ भिजालाई पनि रेड मार्क म्यान्डेटरी गरिरहेको छ। जबकि कुनै पनि नेपाल नेसनल आयो भने यसको लागि के गर्ने भन्दा भिजा हुँदैन। त्यसको लागि चाहिँ हामीले फर्स्ट अफ अल नेसनालिटी यहाँ माथि टपमा गएर नेसनालिटीमा गएर हामीले नेपाल चुज गर्नुपर्छ। यहाँ नेपाल चुज गरेपछि तपाईको जुन चाहिँ भिजा छ नि, भिजा म्यान्डेटरी आफै हराएर जान्छ। पासपोर्टको जग्गामा तपाईले उसको सिटिजनशिप नम्बर लगाउनुस्। कहाँबाट इस्यु भएको, इस्यु डेट कहिले हो त्यति मात्रै लगाउनुस्। त्यहाँबाट अराइभल फ्रम कन्ट्री, अराइभल फ्रम कन्ट्रीमा ऊ कुन चाहिँ कन्ट्रीबाट आएको, अराइभल सिटी कुन चाहिँ सिटीबाट आएको, कुन चाहिँ प्लेसबाट आएको र अराइभल अफ डेट अफ अराइभल इन इन्डिया, इन्डियामा चाहिँ कहिले अराइभल भयो भन्दा तपाईले पासपोर्टमा इन्डियामा अराइभल भएको छ भने त्यो लगाउँदा पनि भयो। त्यो तपाईले पाउनु भएन भने आइएलपी कहिले कुन दिन आइएलपी इस्यु भयो, इनर लाइन पर्मिट इस्यु भएको छ त्यो दिन लगाउनुस्। र नेक्स्टमा छ डेट अफ अराइभल इन होटल, आइएलपी कति तारिक इस्यु भयो र कति तारिक तपाईको होटलमा आयो। कोही बेला होटलमा गान्तोकतिर पनि घुमेर आएको हुनसक्छ। त्यो भएर चाहिँ यो डेट भिन्न भिन्न पनि हुनसक्छ, सेम पनि हुनसक्छ। अराइभल अफ टाइम इन होटल कुन चाहिँ टाइम तपाईको टाइम लगाउनुस् र कति दिन बस्ने हो त्यसको डिटेल लगाउनुस्। त्यहाँबाट तल्लो पर्सनमा जानुस्। तल्लो पर्सनमा गइसकेपछि एम्प्लोइड इन इन्डिया भन्छ। ऊ कुनै पनि फरेनर चाहिँ इन्डियाको इम्प्लोइड हो भन्दा यो नो अलरेडी नोमा आएको हुन्छ। यसलाई केही पनि नगर्नुस्। यहाँ प्रपोज अ भिजामा सेलेक्ट गरेर टुरिज्म जानुस्। यहाँ गएर टुरिज्ममा क्लिक गर्नुस् हो। त्यहाँबाट चाहिँ अब नेक्स्ट डेस्टिनेसन त हाम्रो सिक्किमबाट बाहिर जाने डेस्टिनेसन भनेको प्राय सबै इन्डियामा छ। त्यो भएर चाहिँ इनसाइड इन इन्डिया गर्नुस्। स्टेट कहाँ, सिलगढी जाने भने सिलगढी लेख्नुस्। गान्तोक जाने कहाँ जाने हो त्यो डिटेल लगाउनुस् र लास्टमा गएर सेभ एन्ड कन्टिन्यू गर्नुस्। सेभ एन्ड कन्टिन्यू गरिसकेपछि तपाईको जति पनि डिटेल छ, यो जति पनि फर्म भरेर डिटेल आएको छ तपाईको मेन मेनुमा जानुस्। यहाँ मेन मेनु छ। यहाँ मेन मेनुमा जानुभयो भने चाहिँ यहाँ गएर तपाईले जति पनि फर्म इन्ट्री गर्नुहुन्छ यो इन्ट्री चाहिँ चेकआउटमा जान्छ र यहाँ गएर चाहिँ जब त्यो गेस्ट जान्छ तब चेकआउट गर्नुपर्ने हुन्छ। धन्यवाद।